नमस्ते, म डाक्टर नियोजी आयुर्वेद चिकित्सक। आज म तपाईहरुलाई आयुर्वेदमा पाइल्सको छारसूत्र विधि छारसूत्र उपचार के हो भन्ने प्रश्नमा यहाँ छारसूत्र भनेको छ। तपाईमध्ये कतिपयले यो शब्द सुनिसक्नु भएको छ र उपचार पनि गराइसक्नु भएको छ। छारसूत्र दुई शब्दले बनेको छ। छारसूत्र, छार भनेको के हो यो भन्दा अगाडि भिडियोहरुमा मैले जानकारी गराइसकेको छु र सूत्र भन्नाले धागो हो। त्यही भएर कतिपय व्यक्तिहरुले धागो उपचार भनेर पनि बुझ्नुहुन्छ। खासमा सूत्र भन्नाले गुडुची गुर्जो जस्ता बिरुवाहरुबाट निकालिने बर्बरेन थ्रेड हो। यसरी चाहिँ छारसूत्र चाहिँ हामीले निर्माण गरिन्छ र छारसूत्र दुई तरिकाबाट काम गर्छ। पहिलो, छारसूत्रले पाइल्सको मूल भाग क्रमिक रूपमा काट्दै लैजान्छ र दोस्रो चाहिँ पाइल्सबाट कटेको भाग सँगसँगै जोडिएका विकारयुक्त भागहरूलाई चाहिँ सुकाउँदै लान्छ र यसरी गरिने उपचार विधिले चाहिँ पाइल्स फेरि नदौरिने, रगत धेरै नबग्ने, हस्पिटलमा एडमिट भएर बस्नु नपर्ने हुन्छ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै अन्य भिडियोहरु हेर्नको लागि मलाई युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। हवस् त।